हेलो हेलो साथीहरू, के गर्दै हुनुहुन्छ? आजको यो मेरो रेसिपी हेर्नु है। हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। र तपाईँहरूले कसरी बनाउनुहुन्छ कमेन्टमा बताइदिनु होला है साथीहरू। ल साथी, अब म चाहिँ जिन्जर गार्लिक फाइन चप गर्दैछु है। फाइन चप गरिसक्दैछु। फाइन चप गरिसकेपछि साथीहरू लाइक कमेन्ट सेयर गरिदिनु होला। फाइन चप गर्दैछु। फाइन चप गरिसकेपछि चाहिँ यसरी कुटेर है। अब चाहिँ जिन्जरलाई चाहिँ बिल्कुल फाइन चप हुन्छ। फाइन चप गरिसकेपछि अब हेर्दै जानु होइन, के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है। कस्तो लाग्छ हजुरहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु होला है। म चाहिँ आज यो मिक्स के बनाउँदैछु है। आलु अनि भेजिटेबल्स अनि साबुदानाको। कस्तो लाग्छ हजुरहरूले प्रतिक्रिया दिनु होला। र अब यो फाइन चप लगभग भइसक्यो साथीहरू। यो आफ्नै करेसोबारीमा मैले फलाएको धनियाँको दाना पनि लागिसकेको छ। एकदम राम्रो फ्लेभर छ। यसलाई पनि म फाइन चप काट्दैछु साथीहरू। फाइन चप अब चाहिँ यो भइसक्यो है। अब चाहिँ फाइन चप भइसक्यो। अब म चाहिँ ट्याक्क लाएर है आलुलाई चाहिँ म्यास गर्छु होइन। अब म्यास गर्छु अनि साथमा मैले भेजिटेबल्स हाफ डाउन गरेको थिएँ। अब त्यसलाई चाहिँ पानीबाट अलग गर्छु होइन। पानीबाट अलग गरिसकेपछि अब आलुलाई चाहिँ म्यास गर्छु है। आलु म्यास गर्छु अनि त्यसपछि आलु म्यास अब लगभग भइसक्यो साथीहरू है। आलु म्यास भइसक्यो। अब एकदम चाहिँ है पुरै रहनु हुँदैन, फेरि बिल्कुल रहनु हुँदैन। अब म यो फाइन चप काटेको सबै यसमा मिसाउँछु है। अब मिसाइसकेपछि यो हाफ डाउन गरेको चाहिँ भेजिटेबल्स राख्छु है। देख्न सक्नुहुन्छ हजुरहरूले भेजिटेबल्स है। अनि पछि साबुदाना राख्छु थोरै है। साबुदाना राखिसकेपछि चाहिँ अब चाहिँ साबुदाना राखेँ है। अब चाहिँ त्यसमा अरू त मसला त्यस्तो केही राख्नु पर्दैन है। अब मैले राखेँ धनियाँ पाउडर है। धनियाँ पाउडर अनि पछि हल्का चाहिँ तपाईँको यो किचन किङ है। किचन किङ अनि हल्का है, धेरै नै साथीहरू। अनि हल्का अजवाइन अनि स्वाद अनुसार नमक राखेर आफ्नो स्वाद अनुसार नमक राख्ने है। अनि अब यसपछि यसलाई चाहिँ ट्याक्क एकदम मिक्स गर्ने है। यसलाई चाहिँ एकदम मिक्स गर्ने होइन। अब खुर्सानी खानेले त होइन चिल्ली फ्लेक्स राख्न सक्नुहुन्छ, हरी मिर्च राख्न सक्नुहुन्छ होइन। म चाहिँ यो बिना मिर्चको बनाउँदैछु है। किन भन्दाखेरि मिर्च खाँदैनन् नि त, त्यही भएर बिना मिर्चको बनाउँदैछौँ साथीहरू है। अब चाहिँ यो मिक्स भइसक्यो ट्याक्क लाएर है। अब यसमा चाहिँ म राख्दैछु है। अब हजुरहरूले चाहिँ अब मैले पहिला सामान सबै रेडी नगरेको भएर अब चाहिँ यसमा म यो राख्दैछु है। कर्न स्टोच राख्दैछु है। कर्नफ्लावर अनि थोरै राखेर चाहिँ यसलाई राम्रोसँग मिक्स गर्ने है। यसलाई मिक्स गर्ने एकदम राम्रोसँग है। म आज चाहिँ यो सेलो फ्राई बनाउने हो साथीहरू, फ्राईवाला होइन।
सेलो फ्राई होला बनाउने हो, त्यसै कारणले गर्दाखेरि कर्न स्टोज राखेको छु बिचमा है। यसले चाहिँ एकदम पकड बनाउँछ, फुट्दैन होइन। कर्न स्टोज राखेपछि होइन। अब यो मिक्स लगभग भइसक्यो साथीहरू है। मिक्स भइसक्यो, ट्याक्क लाएर म चेक गर्छु है त। अब यो एकदम ठिक छ साथीहरू है। अब चाहिँ म यसको अब टिक्की बनाउनु पऱ्यो होइन। बटर पेपर लिनु पऱ्यो होइन। बटर पेपर पानीहरू चाहिहाल्यो होइन। बटर पेपर लिएँ है। अनि अब बटर पेपरलाई चाहिँ प्लेटमा राखेर ट्याक्क लाएर अब म सेप दिन्छु है त। ट्याक्क लाएर हातमा चाहिँ अलिअलि चाहिँ लाउनै पर्छ क्या। अलिअलि लगाइसकेपछि चाहिँ हातमा चिप्किन्न नि त। कर्न स्टोज हालेपछि फेरि हातमा चिप्किन्छ क्या, त्यही भएर कर्न स्टोज राखिसकेपछि हल्का ओइल लगाएर ट्याक्क चाहिँ अब म यसलाई ट्याक्क सेप दिँदैछु साथीहरू, हेर्न सक्नुहुन्छ होइन। ट्याक्क लाएर तपाईँहरूले कसरी बनाउनुहुन्छ है। ट्याक्क लाएर हेर्नुहोस्, म चाहिँ यसरी बनाउँछु। मैले 3टा टिक्की मात्र बनाउनु पर्ने थियो, अनि त्यही भएर चाहिँ ठ्याक्क लाएर थोरै बनाएको है। हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु है। सो मैले सेप दिँदैछु साथीहरू, सेप दिँदैछु ट्याक्क लाएर। हजुरहरूले कसरी दिनुहुन्छ है। म चाहिँ हातले नै सेप दिएको छु, अनि चाहिँ ट्याक्क यसरी गोल गोल बनाउँदै जाने है। अनि चाहिँ ट्याक्क 3टा बनिसके होइन। ट्याक्क म यसै गरिकन बनाउँछु साथीहरू। तपाईँहरूले कसरी बनाउनुहुन्छ ल हेर्न सक्नुहुन्छ। ट्याक्क लाएर है, दामी तरिकाले ट्याक्क बनाउँछु यसै गरिकन म होइन। हजुरहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु है। के कस्तो लाग्छ साथीहरू ल देख्न सक्नुहुन्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है त। हस् त, धन्यवाद।